सानो हुँदाखेरि स्योगा खाने भन्थ्यो गुरुङ भाषामा। स्योगा खाने भनेको चाहिँ सबै चिज हामीले स्योसी गरेको बटुलेको स्योगा भनेको बटुल्ने। अहिलेको सबै सिस्टम सबै सुविधा भयो, त्यतिखेर सबै चिजको सुविधा थिएन। चामल नुन तेल सबै चिज जम्मा गरेर मतलब स्योसी गरेर 14 गते बेलुका हामीले त्यसलाई चाहिँ पकाएर खाएर एउटा रमाइलो गर्थ्यौँ। पुस 15 को रात चाहिँ एकदम लामो हुन्छ भने त्यो दिनमा चाहिँ रातले चाहिँ हामीले चाहिँ पकाएर खाने रमाइलो गर्ने। जस्तो कि 14 पुसबाट चाहिँ हाम्रो चाहिँ वर्ग चेन्ज हुन्छ। वर्ग चेन्जमा जस्तो कि योभन्दा पहिला के अरे गडुल वर्ग थियो, मुब्रिलो भन्छ गुरुङ भाषामा। आजदेखि चाहिँ वर्ग चेन्ज भयो, सब रिलोमा। पुर्खाहरूले लगाइरहेको हाम्रो गुरुङ संस्कार संस्कृतिमा हाम्रो अलग्गै किसिमको एउटा वेशभूषा छ। यो हाम्रो पुरानोदेखि चलिआएको हाम्रो संस्कृति संस्कार वेशभूषा आफ्नो जातिले लगाउनु पर्ने हाम्रो चाहिँ युनिफर्महरू के छ त्योलाई देखाउँछ हैन। त्यसले लगाउँदाखेरि हाम्रो यो लोसार पर्वमा सबैले यो लगाइराखेको र एउटा यस्तो सन्देश पनि जान्छ कि हामी तमुहरू भएर हामीले यो ड्रेस लगाउनु पर्ने रहेछ भन्ने एउटा र हाम्रो यो ड्रेस यस्तो यस्तो हुँदो रहेछ हाम्रो तमुहरूको भन्ने कुरा एउटा सन्देश पनि जान्छ। रोटी अनि चटनी भयो होइन। त्यो नै हो विशेष चाहिँ खानाहरू चाहिँ। रोटी रक्सी नै भनौँ, कोदोको रक्सी स्पेसल्ली। अरू त के हुन्छ र त्यो चाड रक्सी भएको त्यो माछा मासु नै हो। कौडा चुड्का गीत भन्छ, यो घाटु गीत पनि भन्छ त्यसलाई। घाटु नाच चाहिँ एक किसिमले अर्को किसिमको हुन्छ, तर घाटु नाचिसकेपछि घाटु खोइ खाने एउटा भोज हुन्छ। त्यो भोजको बेलामा नाच्ने यो एउटा रमाइलो गर्ने एउटा संस्कृतिको एउटा यो रमाइलो गर्ने एउटा नाच हो। घाटु गण्डकी प्रदेशको विभिन्न जिल्लाहरूमा विशेष गरी गुरुङ मगर समुदायमा निकै प्रचलित यो 12मासे घाटु चाडपर्व, मेला, महोत्सव, नयाँ पाहुनाहरूको स्वागत गर्न लगायत विभिन्न उत्सवहरूमा पनि नाच्ने गरिन्छ। त्यस्तै तनहुँ, लमजुङ, कास्की जिल्लाहरूमा घाटु नाचिसकेपछि कौडा चुट्का नाचेर रमाइलो गर्ने गरिन्छ भने घाटुको समापनपछि झोडा नाचेर रमाइलो गर्ने गरिन्छ। अहिले चाहिँ यहाँ काठमाडौँमा मान्छे नेपाल के अरे तमुवाहरू पनि धेरै जम्मा भयो, धेरैतिर मनाउन लाग्यो, सबै चिजको सुविधा भयो। नत्र भने चाहिँ यो
लोसार भनेको चाहिँ हाम्रो गाउँघर पहिला डु चाहिँ स्योसी गरेर खाने स्योके खाने भन्थ्यो त्यसलाई चाहिँ। रमाइलो तपाईँलाई गाउँमै लाग्छ होइन, गाउँमै जन्मेको हुर्केको होइन, आफ्नो साथी सङ्गीहरू पनि प्राय धेरै जस्तो चाहिँ गाउँमै हुन्छ। त्यसले गर्दाखेरि गाउँमा जान पायो भने त, गाउँमा मनाउन पायो भने त गाउँमा नै रमाइलो लाग्छ यहाँभन्दा पनि। एकदमै रमाइलो खुसी लागिरहेछ कि टुडी खेलमा योभन्दा पहिला यसरी आएर रमाइलो गर्ने समय र परिस्थितिले मलाई दिएको थिएन, तर अहिले आएर यसरी सबै हामी गुरुङ समुदाय मिलेर र गुरुङ संस्थाको जम्मा भएर एकजुट भएर यसरी तमु लोसार मनाउनु पाउँदा एकदम खुसी छ।